युट्युबबाट फर्स्ट पेमेन्ट आयो मेरो र देखि नै गर्दैछु। जतिजनाले पनि अहिलेसम्म मेरो भिडियोहरू हेरिदिनु भइरहेको छ जहाँबाट पनि है तपाईहरुलाई सम्पूर्ण अमेजिङ अलिसा परिवारलाई धेरै धेरै धन्यवाद। आजको दिन मलाई मेरो च्यानल अमेजिङ अलिसालाई यो दिन पनि देखाइदिनु भयो केवल तपाईहरुको सपोर्ट अनि मायाले गर्दा फेरि। सायद कतिजनाले पहिलोचोटि पनि हेर्नु हुँदै होला मेरो भिडियो है। स्वागत छ तपाईहरुलाई पनि मेरो च्यानल अमेजिङ अलिसामा। र यही भिडियोमा म तपाईहरुसँग शेयर पनि गर्न चाहन्छु कि मेरो फर्स्ट पेमेन्टले म अब यो पैसा के कुरामा खर्च गर्छु भनेर। सबसे पहिलो काम मन्दिर दर्शन, घरकै छेउमै रहेको मन्दिर अरु बेला पनि आइ नै रहन्छु र यसपालि त झन् आउनु नै थियो किनकि सबसे पहिलो कमाईले प्रसाद चढाउनु मन्दिरमा र भगवानलाई आज यो दिन पनि देखाइदिनु भयो भनेर धन्यवाद टक्राउनु। लु मेरो बहिनीको अझै प्रगति भएर जाओस् है। धन्यवाद। हुन्छ। उता छ उता भाउजूहरुको हुलमा पनि मिठाई बाड्नु आको हो। टिप्नुस् न भाउजू, मेरो पहिलो युट्युब पेमेन्टको कमाई पो त हो। ल कङ्ग्रेचुलेसन्स, अझै अगाडि बढेर जाओस् हो। हजुर, मेरो सुरुदेखिको तपाईहरुले यात्रा हेर्नु भएको छ युट्युबमा भने भाउजूलाई पनि सायद देखेको जस्तै नै लाग्यो होला है सृजना भाउजू। र भाउजूको ठुलो अब के भन्नु अब योगदान छ मेरो अब च्यानलमा, मेरो भिडियो बनाउने यात्रामा है। यस्तै युट्युबमा म भिडियो बनाउँछु भनेर 5-6 महिना भएको थियो मैले यात्रा सुरु गरेको, तर तब पनि कस्तो प्रकारको बनाउँदा ठिक होला भनेर एउटा एक्सपेरिमेन्ट चल्दै थियो। यस्तो पो ठिक हुन्छ कि उस्तो पो ठिक हुन्छ कि भनेर 5-6 महिना पुरा गरिसकेर त फेरि भाउजूसँग भेट भयो है। अन्त मैले भने भाउजू एउटा भिडियो बनाउँछु नि तपाईलाई लिएर, तपाईहरुको अब एउटा दिनचर्या कस्तो हुन्छ है दार्जिलिङको चिया श्रमिकहरुको भनेर तपाईसँग भिडियो बनाउँछु नि भन्दा तुरन्तै मानिहाल्नु भयो भाउजू एकै वचनमा। त्यति बेला त अब भाउजू भनौं भने हाम्रो चिनाजाना पनि त्यस्तो थिएन नि है। एउटा अन्जानै मान्छे भए तापनि तपाईले एकै वचनमै ल भन्नुभयो कि मेरो लागि ठुलो थियो त्यो कुरा चाहिँ हो। अन्त भाउजूहरुसँग भाउजूको साथीहरु यहाँ हुल है सबैसँग मिलेर बनाए मैले। र त्यो भिडियो बनाएको देखि चाहिँ एउटा टर्निङ पोइन्ट आयो मेरो भिडियो बनाउने जर्नीमा हो। कस्तो प्रकारले भन्दा फेरि त्यहाँदेखि चाहिँ मलाई मान्छेहरूले अलिक सिरियसली रोकेर हेर्नु थाल्यो। ए उले पनि बनाउँदै रहेछ भिडियो भन्ने चाहिँ एउटा तपाईहरुसँग बनाएको भिडियो चाहिँ टर्निङ पोइन्ट भयो मेरो लाइफमा हो भाउजू। धेरै धेरै धन्यवाद। त्यहाँदेखि एउटा भाग्यको दैलो खोल्दिएको जस्तै भयो। र तपाईलाई धेरै धेरै धन्यवाद छ है। अन्त यसरी नै अब एउटा खुसियाली भनेर मिठाई बाड्नु आएको म हो। अन्त भाउजूसँग एउटा भाग्यको दैलो खोलिएको जस्तै भयो। त्यहाँदेखिको उता त अब अझै कथाहरू दार्जिलिङ भित्रको कथाहरू अझै नयाँ नयाँ मान्छेहरुसँग चिन्दै गए। भाउजू जस्तै अरूले पनि आफ्नो जीवनको कहानीहरू दिनुभयो मलाई, या कुनै पनि जग्गालाई लिएर कुनै पनि जानकारी जग्गालाई हैन कथालाई लिएर धेरैजनाले मलाई सघाउनु भएको छ। अब सबैजनालाई प्रयास त छ भेट्छु है, सबैलाई भेटेरै धन्यवाद गर्छु भनेर। त कतिजनासँग अब छुट्न जाला, अब माफी चाहन्छु तपाईहरुलाई है, भेट्नु सक्दिन। तर अब यही भिडियोकै माध्यमद्वारा भाउजू जस्तै तपाईहरुले मलाई धेरै सहयोग पुर्याउनु भएको छ। आफ्नो कथा पनि दिनु भएको छ, या कुनै कथालाई पूरा गर्नुमा भिडियो बनाउनुमा तपाईले धेरै सहयोग गर्नुभएको छ। त्यसैकारण धेरै धेरै धन्यवाद भन्दैछु यो भिडियोको माध्यमद्वारा। अन्त भाउजू टिप्नुहोस् है मिठाई ल। बस एउटा अरु कता कता छ तपाईको हुलकोहरु? अलि के भन्नु न हौ? अब अरु त के भन्नु र, मेरो त अब त्यही हो, बहिनीलाई धेरै बधाई छ यस्तो कुराहरुमा हो। सबैजनाले सपोर्ट गरिदिनुहोस्। अन्त के भन्नु अब शेयर गरिदिनुहोस्, हेरिदिनुहोस्। अहिले हिस्ट्री खोज्नु जानु परेको छैन, बहिनीले दिइहाल्नुहुन्छ। हिस्ट्री भनेपछि सबैलाई अल्छी लाग्छ हो, त्यही कारणले बहिनीबाट पाउनुहुन्छ। खोज्नु जानु परेन, किताब पढ्नु परेन। हजुर, दार्जिलिङ भित्रको चाहिँ अब प्रयास छ मेरो है, खोज्दै ल्याउँदै बताउँदै गर्छु भनेर। बहिनीबाटै हरेक कुरा हामीले पनि थाहा पाउँदैछौँ, यस्तो थिएछ त्यस्तो थिएछ भनेर हो। हजुर, उमेर सानो भए पनि सोच त ठुलै छ बहिनीको। दिन्छ भाउजूले है। लु थ्यांक यू भाउजू। ल अरु जग्गा पनि बाड्छु ल। भिडियो बनाएको थिएँ तपाईहरुसित क्या, यो भिडियोहरुले गर्दा नै मैले गर्नु सके। धन्यवाद धेरै धेरै, अझै बढ्दै जाओस् है। थ्यांक यू, अझै उन्नति
प्रगति हुँदै जाओस् है। धन्यवाद, तपाईँको आशीर्वाद लाग्छ नै है। यहाँ हाम्रो केटीहरूलाई म हँसाउँदैछु, मैले गीत गाएको हाँस्छ कि। हजुर, धन्यवाद हाम्रो बहिनीलाई, धेरै धेरै बधाई छ। धेरै वर्ष नै भएको छ हाम्रो देशमा फिलहालको सरकार मोदी सरकारले एउटा पहल उठाउनु भएको र त्यो पहलको मकसद के हो भन्दाखेरि भारतको प्रत्येक घरमा गङ्गाजल पुगोस् भनेर र ठाउँ ठाउँको पोस्ट अफिसलाई यसको जिम्मेदारी दिनु भएको छ। हाम्रै दार्जिलिङ टाउनको पोस्ट अफिसमा पनि समय समयमा यसरी गङ्गाजलको स्टक आउने गर्छ र एउटा संजोगको कुरा हो, मैले युट्युबबाट फर्स्ट आफ्नो पेमेन्ट रिसिभ गरेको र ठिक्कै हाम्रो दार्जिलिङको टाउनको पोस्ट अफिसमा पनि नयाँ गङ्गाजलको स्टक आएको रहेछ भनेर र सुन्नु बित्तिकै म त गएर आफ्नो लागि फर्स्ट पेमेन्टबाट गङ्गाजलको बोतलहरू किनिहालेँ र यसपालिको स्टकमा गङ्गोत्रीको गङ्गाजल आएको रहेछ र मैले जति पनि सुनेको छु है ठुलोहरूबाट गङ्गोत्रीको महत्त्व के छ भन्दाखेरि गङ्गा देवीको जन्म उत्पन्न गङ्गोत्रीबाट नै भएको हो भनेर र त्यसै कारण सबसे शुद्ध फर्म नै गङ्गोत्री नदी मानिन्छ गङ्गाजलको लागि र हाम्रो घरहरूमा जति पनि खुसीको ओकेजनहरू हुन्छ है पूजाआजाहरू हुन्छ सबसे ज्यादा गङ्गोत्रीकै गङ्गाजल चलाउनु भन्ने चाहिँ ठुलोहरूले भन्दै नै आएको हामीलाई र त्यही सन्दर्भमा है अब एकपल्ट एउटा बाल्य रूपबाट गङ्गोत्री नदीबाट बग्दै बग्दै गङ्गादेवी पुग्नुहुन्छ ऋषिकेश हरिद्वारमा र ऋषिकेश हरिद्वार पुगिन्जाल गङ्गामा हुर्की बढी भएर एउटा युथको रूप लिइसकेको हुन्छ भन्ने एउटा मान्यता छ है र त्यहाँबाट पनि फ्लो हुँदै हुँदै बनारस काशीमा पुग्नुहुन्छ र बनारस काशीमा पुगिन्जाल चाहिँ उहाँ वृद्ध भइसकेको हुनुहुन्छ, उहाँको वृद्ध रूप हो काशी बनारस भन्ने पनि एउटा मान्यता छ, जसको कारण पनि जो गङ्गाजल पाइन्छ बनारसमा त्यो खुसीको ओकेजनहरूमा नचलाउनु भन्ने एउटा छ नि है। जति मैले अब ठुलोहरूबाट सुनेको त्यहाँको बनारसको गङ्गाजल कहिले चलाउनु भन्दाखेरि जब एकजना मान्छे बित्ने एउटा अवस्था आइसकेको हुन्छ है र बित्नु अन्तिम सास लिनुभन्दा अगाडि 1-2 चम्ची बनारसको गङ्गाजल खुवाइदिने प्रकारका हाम्रो प्रथा मान्यता छ हाम्रो देशमा है र सुनेको भरि त त्यति नै हो। तर अब मेन कुरा त के हो भन्दा अब फर्स्ट पेमेन्टले गर्दाखेरि यो आज गङ्गाजलको बोतलहरू पनि मैले किन्नु सकेँ दार्जिलिङमा बसेर पनि है। अब ऋषिकेश हरिद्वार गङ्गोत्रीहरू त जानु सकिँदैन, तर अब एउटा सरकारको हाम्रो भारत सरकारको एउटा इनिसिएटिभले गर्दा दार्जिलिङ एउटा पहाडमा टाढोमा बसेर पनि यस्तो प्रकारको हामी सबैले गर्न सकिरहेको छौँ र भारत सरकारलाई पनि थ्याङ्क यू भेरी मच फर दिस इनिसिएटिभ। र यो सबै गङ्गाजलको बोतल मैले आफ्नो लागि मात्रै त किनेको होइन, घरकै छेउमा एउटा साई मन्दिर छ र त्यहाँ गएर म चढाउनेवाला छु। तपाईँहरूले अगर सुरुदेखिको मेरो युट्युब च्यानलको एउटा यात्रा हेर्नुभएको छ भने सायद 3-4वटा भिडियोहरू यस्तो छ, त्यही साई मन्दिरबाट नै मैले आज्ञा अनुमति पाएर भिडियो बनाएको। उहाँहरूको गाउँ समाजमा स्पिरिचुअल हिसाबले कस्तो प्रकारको उहाँहरूको पनि कामहरू योगदानहरू चलिरहेको छ एक्टिभिटिजहरू भन्ने प्रकारले मैले भिडियो बनाएको नै हो र आजको दिन यसरी पेमेन्ट थाप्दाखेरि म त्यो मन्दिरमा पनि अब यहाँबाट सिधै डाइरेक्ट लाग्नेछु यो गङ्गाजल चढाउनका लागि। सबैलाई साईराम। आगो नै त हो चेतनाको प्रकाश भन्ने कस्तो क्याच गर्दै होला तपाईँले है, त्यस्तो लाउड म्युजिकमा आगो होइन कोसेली लिएर हो यो तपाईँले अब इच्छा लाग्यो अहिले ओपन गर्नुहोस्। म त अहिले नै गर्छु नि, अब म त अहो लु मेरो बाइले अलिकति समय त छैन बट एकदमै धन्यवाद कि। हजुर तमसमा ज्योति र घमय हो त्यसको अर्थ चाहिँ त्यो रहेछ नि त। ए आगो नै त हो चेतनाको प्रकाश। मैले त्यति बेला पक्रिहालेँ क्या।
हामी मन्त्रको हिसाबले जप्छ है तर मतलब साह्रै साहित्यकारको मुखबाट अर्कै सुन्यो है यो के भयो तिमीलाई आहा मरे नि हो ल ल ल ल बडो धन्यवाद बहिनी युट्युबबाट फर्स्ट पेमेन्ट थापे कङ्ग्रेचुलेसन कताले त पाथ्यो ए हो हो अन्त फर्स्ट पेमेन्टबाट है बहिनी म भावुक भएँ मनबाट मेरो टेक्निकल गुरुजी होइन त्यस्तो नभन टेक्निकल गुरुजीलाई त मैले एकदम मनबाट सम्मान दिनै पर्यो मनबाट भावुक भएँ म ल कङ्ग्रेचुलेसन हो के दिउँ जस्तो लाग्यो अन्त तपाईहरूले मेरो पहिलादेखिको मेरो यात्रा हेरिरहनु भएको छ भने दादालाई पनि देखि नै रहेको मेरो कतिवटा भिडियोमा है अनि चिताएको मैले हो युट्युब च्यानल खोल्छु गरी हेर्छु कस्तो हुँदो रहेछ भनेर है तर त्यसमा अब के भन्छ अस्त्र मलाई तयार पार्नु भएको हतियार दिनुभएको चाहिँ दादाले हो द्याट्स वाइ है म टोनी दादालाई मेरो टेक्निकल गुरुजी नै भन्न चाहन्छु बनाउँछु भनेर मात्रै त कहाँ हुँदो रहेछ त अब एउटा भिडियो बनाएपछि एउटा एडिटिङ भन्ने प्रोसेस पनि हुँदो रहेछ र कस्तो प्रकारले जानु एडिटिङमा है भन्ने कुरामा चाहिँ दादाले नै मलाई टेक्निकल नलेज क्र्यास कोर्स चाहिँ दिनुभएको हो अब आजको दिनमा लिङ्गेभित्र मात्रै कुरा गऱ्यौँ भने थुप्रै छन् ओसोलाई अध्ययन गर्ने है मै पनि हो तर त्यो टुपो मात्रै हो एक डायलग देऊ वाह भन्यो सेयर गरे बात खतम हो तर त्यसलाई गहिराइमा गएर अध्ययन गर्ने म आजको दिनमा तपाईँलाई देख्छु अनि मलाई लाग्यो अब तपाईँले चाहिँ यो किताबको चाहिँ महत्त्व अवश्य नै बुझ्नुहुन्छ है सही मान्छेको हातमा नै पर्ने हो यो किताब भनेर चाहिँ अन्त यो अब ओसोको कारण अब हामीहरूले अलिकति भए पनि लजिक लगाएर सोच्नु है सक्छौँ भन्ने मलाई लाग्छ र अझै अध्ययन गर्नुहोस् अझै उहाँको लजिकहरू फैलाएर लैजानुहोस् तपाईँले यसलाई चाहिँ तपाईँहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दा तपाईँहरू हाम्रो सपोर्टर्सहरू हो क्या अनि जसरी अमेजिङ अलिसा बहिनीको तपाईँहरू सपोर्टर्स हुनुहुन्छ थुप्रै ठाउँबाट हेर्नुहुन्छ तपाईँहरू थुप्रै जग्गाबाट हेर्नुहुन्छ अनि उसलाई माया गर्नुहुन्छ उसको कामको प्रशंसा गर्नुहुन्छ है र रिगार्डिङ के भन्छ उसको युट्युब पेमेन्ट म चाहिँ के भन्न चाहन्छु भन्दा अनि युट्युब जर्नी है रिगार्डिङ उसको के भन्छ युट्युब जर्नी चाहिँ के भन्न चाहन्छु भन्दा सी इज भेरी डेयरिङ पर्सन क्या अनि जब ऊ होइन रियली यु डिजर्भ इट है कम्ती नै हुन्छ आफ्नो लगनप्रति अगाडि बढ्नु है आफ्नो एम गोलहरू ताकेको थुप्रोवटा कुरोहरू हामीले सुरु गरेको हुन्छौँ तर त्यसलाई अन्त्यसम्म लगेको हुँदैन भन्ने कुराहरूमा र अब ओसो पनि मलाई चाहिँ अब हुनु त अब म के भन्छ एउटा टेक्निकल गुरु त होइन किनभने म पनि लर्निङ नागमणि उसको भिडियो मेकिङ इच एन्ड एभ्रिथिङ उसको प्रेजेन्टेसनहरू सबै एकदमै एउटा हुन्छ नि फ्यान भन्ने कुरा पनि त उसले पकाइमा कमाएको होइन अन्त आई थिङ्क म चाहिँ उसको एकदमै बिगेस्ट फ्यान पनि हो म सँगसँगै अरू थुप्रो पनि छ बट अब उसले दिएको कोसेलीमा उसकै अटोग्राफ मैले अलिकति माग्दाखेरि अझै रसपूर्ण र प्रेमपूर्ण अनि स्मरणपूर्ण हुन्छ जस्तो मलाई लाग्छ र बहिनी प्लिज गरिदिनु पर्छ नि गर्नु त पर्छ त है कहाँ गरिदिउँ हौ के लेख्नु हौ अब यसो लभ पनि के यसो भनेर लेख्न अब हैन थ्याङ्क्स टु माई टेक्निकल गुरुजी है टोनी दा गिफ्टिङ दिस बुक है टु सेलिब्रेट माई फर्स्ट युट्युब पेमेन्ट ल विशिङ टु बोथ अफ अस मेनी मोर लाभ्स बम त तिमीले बोकेर आएको रहेछ नि मैले फर्मानु त ढङ्गे त पड्कियो अन्त म त सातो चुल्लै भएँ नि विशिङ टु बोथ अफ अस मेनी मोर लाभ्स मेमोरिज एन्ड आज त दिन के हो आज धन्यवाद छोरीलाई आशीर्वाद दिनु हो युट्युबबाट पहिलो कमाए अझै अगाडि बढेर जानु है त काकीलाई पनि ल धन्यवाद काकी अझै
ल कोसेली यही छ है काका ल ए म बोलिहाल्छु नि अहिले त्यो त लु त काका यता हेर्नुहोस् त काका धेरै वर्ष नै भयो नागमणिको भिडियो बनाएको है र आज पनि यसैकै चर्चा गर्न आइरहेको छौँ र अहिलेसम्म मैले जति पनि भिडियोहरू बनाएँ सबसे टप ऱ्याङ्किङ भनौँ या बाहिरी संसारमा मलाई चिनेको मान्छेले अलिकति जसले पनि चिन्दै रहेछ नागमणि कथाले नै मलाई चिनेको रहेछ भन्ने पनि मलाई राम्रोसँगले अनुभूति छ यस बारेमा है र मेन आज काकालाई भेट्नु आएको म अनि काका धन्यवाद है तपाईँलाई आजीवन हो अब धन्यवाद त धेरै नै सानो शब्दै भइहाल्यो तर अब छोरीको कामलाई तपाईँले भरोसा गरेर आफ्नो कथा दिनुभयो मलाई है त्यसको लागि चाहिँ अब आजीवनै म धन्यवाद रहनेछु तपाईसँग हजुर अझै बढेर जा यो भन्दा अरू पनि तैँले कोसिस गर हो घर राम्रो भयो भने तँलाई नै राम्रो हुन्छ होइन हजुर म त भन्न चाहन्छु त्यति नै हो आशीर्वाद दिनुहोस् है तपाईँको ल आशीर्वाद लाग्छै होला तपाईँको कथाले यस्तो कमाल गरिरहेको छ है अन्त भनिन्छ नि एकजना एउटा आर्टिस्टको धेरैवटा पिक्चर बनाऊ धेरैवटा गानाहरू निकाल जतिवटा पनि अब मेरै केसमा जतिवटा पनि भिडियो बनाऊ तर मास्टर पिस एउटा नै हुन्छ एउटा आर्टिस्टको भन्ने प्रकारको भनाइ छ है र सो फार मेरो लाइफमा पनि नागमणि नै मास्टर पिस जस्तो देखिँदै नै छ आउने दिनहरूमा के कसो हो अरू भिडियोहरू पनि कस्तो कस्तो लिएर आउँछु कस्तो कस्तो पर्फर्मेन्स दिन्छ त्यो भिडियोले तपाईँहरूले कतिको मन पराउनुहुन्छ है त्यो आउने दिनमै देखाउँला तर फिलहालको लागि चाहिँ मास्टर पिस नागमणि नै भइरहेकै छ हो र कतिपल्ट मलाई यस्तो प्रकारको पनि फिल भएको छ यो नागमणि भिडियोलाई लिएर कि काका अब जस्तै हाम्रो यो त अब तपाईँको कथा एउटा दार्जिलिङभित्र घटेको घटना हो है साँचो घटना र यसलाई हाम्रो दार्जिलिङदेखि बाहिर पनि यो कथा भन्नु पाए कसो होला भने जस्तो मलाई धेरैपल्ट लागेको छ कि अन्त के भन्छ अब नेपाली भाषा त बुझ्दैन है अब धेरैजनाले बुझ्दैन हाम्रो देशमै पनि कि कतै यो तपाईँको नागमणिवाला कथालाई हिन्दी डबिङ गरौँ कि भन्ने पनि धेरैचोटि नै सोचाइ आएको छ हो सायद गर्छु होला काका हिन्दी गरेर राम्रो हुन्छ तर तेरोलाई राम्रो हुन्छ है लो बाँच्दैन होला भन्यो ल अन्त भनेर बेचिदिएको न के छ गर्नु त बाँच्दैन भनेर बेच्ने कुरा थिएन नि खाजा त कहाँसम्म पुग्दैछु म भनेर राख्ने कुरा थियो नि होइन दिदी जे भयो भयो भने अब होइन काकीलाई चाहिँ अझै पनि लाग्छ है तपाईँ भातै म त कहाँ दिन्थ्यो कहाँ दिन्थिनँ नि हौ मै एक हप्तामा थाहा भयो दिदी म कुन चाहिँ जग्गामा छु कुन चाहिँ ठाउँमा पुगेँ भनेर त थाहा हुन्छ नि त आफूलाई होइन मलाई दिन्थिनँ म साँच्ची अन्त भिडियो हेरेको छन् रहेछ बडीले भिडियो हेरेर भन्नु पर्यो है बडीलाई आशीर्वादमा के छ भन्नु भने बढेर जा राम्रोसँग हु अरू पनि त्यो मेरो नागमणिको भन्दा पनि अझै बढेर गएर राम्रो राम्रो गरेर लैजा झन् राम्रो हुन्छ तँलाई नै राम्रो हुन्छ मेरोबाट आशिक त तँलाई त्यति नै छ लु नानी धन्यवाद काका